के हजुरहरूले कहिले आफूलाई सोध्नुभएको छ मेरो सपना कहिले पुरा होला? मैले पनि नेपालमा हुँदा धेरै पटक यही प्रश्न सोधेको थिएँ। जर्मन आउने, आफ्नो खुट्टामा उभिने अनि एक दिन स्पेन जस्तो राम्रो ठाउँमा घुम्ने, यो सबै मलाई सपना जस्तो मात्रै लाग्थ्यो। आज म मालोरका स्पेनमा छु। यो समुद्र, यो हावा र यो भ्यू हेर्दा मैले एउटै कुरा बुझेँ, सपना देख्ने मान्छे मात्र धेरै हुन्छन्, तर सपनाको लागि मेहनत गर्ने मान्छे नै एक दिन त्यसलाई रियालिटी बनाउँछन्। यो भिडियो ट्राभलको मात्र होइन, यो नेपालबाट सुरु भएको एउटा जर्नीको सानो च्याप्टर हो। त्यसैले भिडियो चाहिँ लास्टसम्म हेर्नुहोला, किनभने आज म हजुरहरूलाई मालोरका मात्र देखाउँदिनँ, म हजुरहरूलाई एउटा सपना कसरी बिस्तारै रियालिटी बन्न सक्छ भन्ने पनि सुनाउने छु। लेट्स गो। सबैजनालाई नमस्कार। आज चाहिँ डे 3 इन स्पेन मालोरका। आजको प्लान चाहिँ के छ भने चाहिँ दिपेन दाइबाट सुनौँ है त। हामी यहाँको इन्डियन स्टार्ट पाल्मामा जाँदैछौँ। अब भर्खर उठियो, अब ब्रेकफास्ट टक्क हानिन्छ, त्यसपछि रेडी भएर त्यहाँ 110 नम्बरको बसले सर रेडी भएर गइहाल्यो। अब चाहिँ हामी चाहिँ ठ्याक्कै यहाँ बस कुरिरहेको छौँ होइन। हाम्रो गाडी चाहिँ त्यहाँ अगाडि आइसकेको छ होइन। अब चाहिँ टक्क बस चढ्ने जाने। फाइनली चाहिँ बस चढ्न पाइसकेको छ हामीले होइन। लेट्स गो हामी बसेको रुमदेखि पाल्मा जान लगभग 1 घन्टा जति लाग्थ्यो। हामी चाहिँ बस ट्राभल गरेर चाहिँ भर्खर पाल्मा आइसकेका छौँ। साथीहरू पाल्मा हेर्नु न यार। अब चाहिँ हामीले चाहिँ यहाँ तक ओसनको भ्यू हेर्छौँ, इन्डियन स्टारमा हेर्छौँ, केही खान्छौँ होइन, इन्जोय गर्छौँ है हामी चाहिँ। नेपालमा हुँदा युट्युबमा यस्तो भिडियो हेरेर मात्र इमेजिन गर्थेँ, तर आज म आफै त्यही बाटोमा हिँडिरहेको छु। पाल्मा पुगेपछि सबै कुरा अर्कै फिलिङ्स थियो। ठुलो बिल्डिङ, सफा बाटो, राम्रो क्याफे, खुसी देखिने मान्छेहरू, सबै कुरा हेर्न मन लागिरहेको थियो। हामी बिस्तारै सिटी एक्सप्लोर गर्दै थियौँ, फोटो खिच्यौँ, भिडियो बनायौँ अनि त्यो ब्युटिफुल मुमेन्टहरू क्याप्चर गर्दै थियौँ। मान्छेको स्वाग नै छुट्टै थियो। हेर्नु त, ओ माई गड कस्तो छ यार। यो हो कि त्यही भएर यो हो कि विदेश साथीहरू, विदेश भनेको यो। अब होइन एउटा कुरा त हामीले याद गरेको होइन, यो पाल्मामा चाहिँ होइन न टुर्किस धेरै छ न इन्डियन धेरै छ। यहाँ चाहिँ धेरै छन् त जर्मनी धेरै छन् कि यहाँ जहाँ जाँदा पनि जर्मन नै सुनिन्छ। जर्मनी भन्दा नि जर्मन्सहरू धेरै छन्। बेटे आदत हो गई है। एक जमाना था जब हम भी गरीब हुआ करते थे। सरी जर्मन्सहरू धेरै छन्। अलिकति हामीलाई पनि अब जर्मन आउनु भएको कुरा अलिकति फाइदा भयो। समुद्रमा आएको फाइदा भनेको चाहिँ होइन, सर र हावा चाहिँ चलिरहेको छ जे भए पनि। यदि हजुरहरू पानी जहाजमा हिँड्नुहुन्छ भने पनि अथवा समुद्रको किनारमा हुनुहुन्छ भने पनि टक्क हावा चाहिँ सर र आइरहेको। म पहिला नेपालमा आउँदाखेरि चाहिँ फिल्म हेर्दाखेरि चाहिँ यस्तो कोकोनटहरू देखेको थिएँ कि, अनि यसो चस्मा मिलाएर यसो टोपी घुमाइदिउँ जस्तो लागेको त्यो भाइबले गर्दाखेरि। अनि यहाँको यो समुद्र, ओहो यसो हिँड्दै गर्दाखेरि यसो पुछा बाँधेको, नयाँ ठाउँमा पुछा बाँध्दा कस्तो हुन्छ भनेर। यहाँको पानी जहाज हेर्नु, हाम्रो गाउँ पनि अट्छ कि यस्तो ठुलो थियो यो पानी जहाज होइन। एकदमै बबालियो, सफा बाटो सिस्टम, साइकल हिँड्ने छुट्टै छ, मान्छे हिँड्ने छुट्टै छ। कोकोनटको रुखको तलाएर यसो भिडियो बनाइदिउँ भनेर चाहिँ बनाएको थिएँ होइन। यो दिन चाहिँ मलाई सधैँ पनि याद आउनेछ। यो उमेरमा चाहिँ म यहाँ घुम्न आएको थिएँ है भनेर चाहिँ भन्नु मन छ कि मलाई, किनभने समय आउँछ फर्किँदैन, बगेको होला फर्किँदैन। अघि हिँडेर चाहिँ भिडियो बनाउँदै थिएँ, साथीहरू पनि आए। अहिले चाहिँ म यस्तो खतर ठाउँमा आइसकेको छु होइन। अनि यता चाहिँ के बोलिहाल्छ चाहिँ मलाई थाहा होइन। अनि यता चाहिँ यहाँ घोडा पनि चढ्न पाइँदो रहेछ। Woher kommst du? Ich komme tatsächlich aus Kenia. Kenia. Warum fliegst du oft nach Spain Mallorca? Also weil hier sehr schön ist. Ja. Also guck mal die Aussicht. Ja. यो साथीलाई पनि मैले पहिलो पटक भेटेको, अर्को देशको मान्छे, तर कुरा गर्दै जाँदाखेरि उसको र मेरो घनिष्ठ सम्बन्ध चाहिँ अझै बढ्दै गयो कि हाम्रो भाइब पनि एकदम मिल्दै गयो। ऊ पनि स्टुटगार्टमा बस्दो रहेछ। हाम्रो यदि समय भएको बेलामा चाहिँ हामी दुईजनाले भेट्नुपर्छ भनेर पनि छलफल गरेको थियौँ। साथीहरू म फाइनली चाहिँ यहाँ अब हजुरहरूलाई चाहिँ होइन स्पेन मालोर्काको यसो आउटसिक्स देखाम, भ्यू देखाम भनेर चाहिँ आएको छु होइन। साथी कम्ने भिडियो क्या, यस्तो हावा चलेको छ। लुक एट दिस। यो भ्यू हेर्दाखेरि चाहिँ मलाई एउटै कुरा चाहिँ भन्न मन लागेको थियो होइन, हामी चाहिँ समय मिलाएर घुम्ने भने चाहिँ होइन यस्तो दामी ठाउँ पनि रहेछ। स्पेसली चाहिँ यो मालोरका बिचमा चाहिँ समरमा चाहिँ एकदम प्याक हुने रहेछ। छुट्न लागिसक्यो हाम्रो गाडी यार। कमान हो, हरियो बलिसक्यो। अब चाहिँ हामी यो पाल्मा सिटीबाट चाहिँ अब आफू बसेको ठाउँमा जाँदैछौँ होइन। अनि त्यहाँबाट टक्क अब गाडीमा चढ्ने, पे गर्ने, त्यसपछि जाने है त। लेट्स गो। अब चाहिँ हामी आफू बसेको रुमतिर जाँदै थियौँ होइन। अर्को साथीलाई पनि लिएर आएको कि हामी समुद्रमा स्विमिङ खेल्न जाने भनेर होइन। अब चाहिँ हामी घर पुगेर स्विमिङ गइन्छ। स्विमिङ साथीहरू अब स्विमिङ खेल्न जाने कि म त्यहाँ जाने अब म
स्विमिङ खेल्न जाने अब त्यहाँ यस्तो रमाइलो हुन्छ हिजो पनि खेलेको होइन त्यस्तो राम्रोसँग चाहिँ आउन तर अलिकति खेल्न चाहिँ आउँछ एकदम रमाइलो हुन्छ यहाँ साथीहरू दाइ चाहिँ एकदम रेडी हुन्छ एकदम एक्साइटिङ कस्तो हुन्छ नि पानी यस्तो नुनिलो हुन्छ त्यहाँ गएपछि मुख चाहिँ ठप्प पार्नुपर्छ अनि त्यहाँ पानी चाहिँ हल्का तातो तातै हुन्छ एकदम रमाइलो हुन्छ मेरो सबसे बेस्ट मुभमेन्ट नै यही होला कि स्पेन मालोरको आएर स्विमिङ खेल्ने हो कि न दाजु एकचोटि एक शब्द हानिदिनु पर्यो एकदम त्यो पोइन्ट गर्ने ठाउँै छ यस्तो मजा आउँछ दाजुहरू यार समुद्रमा हिँडाल्छु अब हजुरहरूलाई होइन समुद्रको पानी पनि तातो तातै थियो होइन यहाँदेखि उहाँ समुद्रको पानी हेर्दाखेरि त क्या निलो के होइन लाइफको पहिलो पटक समुद्र देखेको मलाई त होइन हौसले नै साथ छोडे जस्तै कत्रो ठुलो आजकल भर्खर स्विमिङ खेलेर सकिसकेको छ होइन एकदम रमाइलो भयो वान अफ द बेस्ट मुभमेन्ट पनि हो कि यो मेरो होइन बल्ल चाहिँ विदेश जस्तो भइरहेको मलाई लेट्सको है त लेट्सको एकदम रमाइलो भयो हो र Viva heute. Sehr krass. Sehr krass. Ivan दाइ Viva heute. बम्बे हो र आज मालोर्काको यो हावाको इन्जोय गर्दाखेरि चाहिँ मैले आफूलाई एउटै कुरा प्रमिस गर्दैछु म अझै धेरै देशहरू घुम्न चाहन्छु अझै धेरै कुराहरू सिक्न चाहन्छु र यो जर्नी हजुरहरूसँग सेयर गर्न चाहन्छु किनभने यो जर्नी मेरो मात्र होइन नेपालबाट सपना देख्ने हरेक मान्छेको जर्नी पनि हो त्यही भएर हजुरहरू जे गर्दै हुनुहुन्छ मन लगाएर गर्नुहोस् आफ्नो 100% दिनुहोस् आफूले मनले चाहेको कुरा गर्नुहोस् स्पेन मालोर्काको चाहिँ आज हाम्रो लास्ट दिन थियो अनि आजसम्म चाहिँ एकदमै रमाइलो भयो अब भोलिको यात्रा सम्झिँदा अझ रमाइलो हुनेवाला छ अब चाहिँ टक्क रुममा जाने आफ्नो सामान प्याक गर्ने त्यसपछि भोलि सर आज चाहिँ स्पेनको अन्तिम दिन के छ त अब आजको दिन अलि नरमाइलो पनि लागेर तर भोलिको दिन सम्झिँदा चाहिँ अब भोलिको दिन झन् एक्साइटिङ हुन्छ कि पोर्चुगल वी आर कमिङ गरेर रोनाल्डो आई एम कमिङ यस्तै साथीहरू अब आज चाहिँ अब लाइट आज चाहिँ लास्ट दिन होइन यता यो मायोर्काको हामीले एकदम धेरै इन्जोय गऱ्यौँ हो चाहिँ हाम्रो रुम हो एसी मस्त बोलिरहेछ एकदम रमाइलो भयो हुन्छ नि अब आफूले यत्रो मेहनत गरेर के लागि गर्यो त आफ्नो लागि पनि चाहिँ इन्भेस्ट गर्नु पऱ्यो नि त भनेर चाहिँ एकदम खुसी छु म एकदम आइयो आएपछि फेरि आएको आयो हुन्छ कि साँचेको कुरा लगभग पुरा हुँदैन कि यति कुरा चाहिँ हजुरहरूले बुझ्नुहोस् होइन अन्त टक्क भोलिको लागि चाहिँ टक्क पोर्चुगलको लागि ब्याग प्याक छ होइन होइन त दाजु एक्ज्याक्ट अनि यता चाहिँ हाम्रो टक्क यहाँ हल्का टोइलेट यसो हजुरहरूलाई देखाइदियो भनेर हो अनि यसको लागि चाहिँ हामीले 240 युरो जति तिरेको होला 3 रातको लागि मलाई लागेछ म उङ्गेफे होइन हो त्यही हो ल आजको भ्लग यहाँ इन गर्छु यदि हजुरहरूलाई चाहिँ पार्ट 4 स्पेन टु पोर्चुगल छ भने चाहिँ सब्सक्राइब गरेर राख्नु होला अहिलेको लागि चाहिँ बाई होइन त दाजु एक्ज्याक्टली गुड नाइट है त लभ यु अल